नाकमाललाई बोकेर यति भाग्छ यता यताको अदि यस्तो छ यताको अदि यता छ बोकेर त्यसैले भुइँमा काखा बोकेर माललाई मिलाएर अनि बा आज अब 94 वर्ष पुगेर 95 लाग्नु खाए हातदेखि होइन अनि अरू तपाईँको जन्मोत्सव जन्मदिन सम्बन्धी अरू बुबा आमाले भन्नुभएका केही नयाँ तथ्यहरू के छन् त तपाईँले सुनेका अब तपाईँले त देख्नु भएन त्यसबारेमा केही बताउनु त बा के बताउनु खै आउँदैन म मसलाबारी जन्मेको हजुर 9 महिनाको धारेको मलाई तल गर्नु तल घर भनेको त्यति माझा घर भनौँ न मूल घर सबैको हजुर 9 महिनाको धारे भन्थे त्यहाँ गर्दा के म त दुःख गरेर भन्थे अनि आफ्नो जीवनकालमा अब हजुरबा हजुरआमाहरू हजुरआमालाई पनि देख्नुभयो तपाईँले हामीले हामीले त हजुरआमा देख्न पाएनौँ मकै दिएको हजुरबा हजुरबा हजुरआमा दोकान गएको सबै दोकान हजुरबा हजुरआमाले आफ्नो सन्तान अब तपाईँ विशेष गरी तपाईँ हजुरआमाको अन्तरे छोरा होइन अब उहाँहरूले तपाईँलाई बाल्यकालमा गरेको एउटा हुन्छ नि सम्झना लायक व्यवहार भनौँ अथवा माया भनौँ स्नेह भनौँ त्यस्तो केही छ भने त पनि सुनौँ न हुन्छ नि बाबुआमाले छोराछोरीलाई माया त सबैलाई गरे हुन्छ तैपनि एउटा मन छुने खालको आमाले यस्तो गर्नुभएको थियो बुवाले यस्तो गर्नुभएको थियो भन्ने खालको नि एउटा माया प्रेमको कुरा केही छ भने आमालाई त भने आमासँग मकै दिन्थेँ म हजुर त्यहाँदेखि बेसाएका मकै एक रुपियाँको 5 मकै आउँथ्यो 1 रुपियाँको 5 चालमा घिउ आउँथ्यो 1 रुपियाँको चालमा घिउ बेचेको आउँथ्यो आमाले हजुर त्यस्तो भोग्दै म त आएको के आमाको दुःख बाउको दुःख देखेँ आमाको दुःख देखेँ सुखको केही पनि छैन भाइको दुःखै दुःख जे होस् बुवा आमालाई दुःख थियो बुवा आमाका दुःखमा तपाईँले सानैदेखि साथ दिनुभयो सानैदेखि मैले अब भनौँ न बुवा त म आश्रम गएँ हजुर प्यारा बाउको बिहे गरेपछि 22 सालमा बिहे गरेँ प्यारा बाउको मैले 25 जस्तै गरेर बिहे गरेर गएको काइला पैसा तल त्यो बेला भएको काइला पनि मसिया नबोली मरे धनी गयौँ माललाई भित्र धनी गएको कहाँ पुरानो बेलासम्म उनले चाहिँ माललाई चाहिँ बोलायो के त्यो पुरानो धर्म पत्ता के दिएर मलाई बोलाउनु त्यहाँ नबोली मरेको काइला पनि तलबाजी धेरै पऱ्यो के पऱ्यो भन्नुहोस् भनेदेखि त्यो तलबाजी धानका कुरा आयो मेरो यो पनि मुही गरेको मेरो बाबाको कसरी खोज्नु पर्यो बिहे उसिहाल्यो सबैले बिहे गर्दा पनि जति पनि बिहे अब भाइको बिहे भाइको बिहे हो दिएँ अनि भाइको बिहेमा के भन्यो भने मलाई त उनले त के भन्यो 3 दिन बाहेक धान थियो त्यति बेला कहाँ हो अनि कहाँ बन्द मैले के भनिदिएँ भने मैदा त्यहाँ 60-11 बिहे भने मलाई कहाँ बन्द त्यसो भनेपछि मैले 3 दिन बाहेक नलाएँ 5 दिन बाँकी त्यसमा 25 दिन म सधैँ भाइ बगाडी रातको छु भने मैले अब घर व्यवहार मिलाउने कुराहरूमा ती भए कहिले अब तिता कुरा नि भए कहिले मिठा पनि भए होइन बोलचालै भयो त्यो एउटा तितो पक्ष हो होइन बोलचालै नभइकन पछि चाहिँ उहाँ चाहिँ अब संसार छोडेर जानुभयो भेटघाट पनि भएन बोलचाल त्यो एउटा जीवनको तितो पक्ष हो होइन अब अहिले बा यहाँ सानो ठुमी काठमाडौँमा भक्तपुरमा बस्नु भएको छ अहिले तपाईँलाई चाहिँ कस्तो अनुभव भइरहेको छ आफ्ना शाखा सन्तान यताउति होइन चारैतिर फैलिएको छ गाउँमै बस्न पाए हुन्थ्यो जस्तो छ गाउँमा बस्न पाए मलाई सबैभन्दा यसो मर्ने बेलामा मर्दाखेरिमा गाईहरू दामी गर्न पाएँ मलाई सन्त हुन्थ्यो गाई पाइँदैन यहाँ ऋणी मान्छे छैन दिने मान्छे छैन दिने मान्छे पाइँदैन के हो दुःखै दुःखले हैरान त्यहाँ सुन अनि 17 सालमा नि आश्रम गएँ म त्यहाँ 23 साल चाहिँ दादाबाबुको बिहे गरेँ 22 सालमा
अनि त्यो हर्काँदै के अरे किन गएको किन गएको फेरि गएको त्यही सालमा त्यही सालमा छोरा केटा बिहे गरियो कामै गरेर म त काम नगरेर काहीँ पनि बसिनँ अनि बिहे गरेर आउँदाखेरि बात भन्नु कि म त खुसी भएर गएको के फेरि 2 घरमा बस्ने कुरा गर्दाखेरि त पनि 2 महिना सल्लाह मैले कति दुःख पाएँ भन्नुभयो बाबुले अनि 2 महिना सल्लाह कति दुःख पाएँ भन्नुभयो अनि म बस्नु पाउँदैन फेरि अन्त दाजुभाइ हुँदा त्यस्तै हो जानै अनि भाइलाई पठाउनु त दादालाई भने मैले मान्नु भएन त्यो मलाई गाडी के गर्छ भन्नु अनि म गएँ आफै उहाँ त केही पनि छैन देखि पनि छैन बाटो पनि छैन केही पनि छैन बिजोग्दै बस्ने थियो बाटो जानु फेरि मकै बनाउँदै बसेको भयो अब त्यस्तो ठाउँमा त्यसरी भएर आउनु भएको बा होइन अहिले फेरि गाउँमै राम्रो भन्नुहुन्छ अब यहाँ काठमाडौँको बसाइ त्यति सहज छैन र सहज नभएन के अब अरू उपाय पनि छैन होइन अब 95 वर्ष आजको दिनबाट 95 वर्ष लाग्नुभयो होइन अब 95 वर्ष पनि अब हुँदै हुँदै अब शताब्दी कट्नुहोस् भन्ने हाम्रो कामना हो होइन जन्मदिनको उपलक्ष्यमा बालाई त्यही शुभकामना म दिन चाहन्छु अब वृद्ध हुँदै गएपछि अब शारीरिक रूपमा मानसिक रूपमा मान्छेलाई एउटा तनाव हुन्छ होइन पीडा हुन्छ सबैभन्दा म हिँड्न त्यो पीडा कम होस् भन्ने कामना चाहिँ दिन चाहन्छु म चाहिँ सबैभन्दा म हिँड्न सक्ने मलाई त्यो केही पनि हुन्थेन म यसो जुन पेलाएर जान्थेँ म पहिले गएकै दिन होइन सक्दाखेरि हिँड्नुहुन्थ्यो त्यो चारैतिर हिँड्नु पनि पर्छ सक्दाखेरि त हिँड्ने नै हो नि त हाम्रो शरीर भनेको हिँड्नैको लागि बन्या हो त्यसले गर्दा हिँड्नुपर्छ अहिले सक्दैन अहिले थप बसेर धेरै गाह्रो हुँदो रहेछ यस्तो छ